आमालाई भेटिसक्यौ त्यसै भनेको भने कस्तो राम्रो आछ मकैबारी रिसा मकैबारी मात्रै गरेको के मैले सम्झुर भने कता हो यता हेलो वालेकुम सलाम किन रिसा हो खोइ त सलाम भने खोइ ए फेरि भन्नुपर्छ सलाम वालेकुम सलाम त्यो भाउको खल्ती 50 रुपैयाँ चाहिँ टोपी कस्तो रातो हो त नि तिम्रो त ल इदी ओ इदी इदी हो सलाम गर लाउ लाउ इदी लाउ 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 कति धेरै हेर न यता लाउ वालेकुम सलाम ईद मुबारक वालेकुम सलाम ईद मुबारक कहिले आएको हिजो आएको ल म भन्दा चाँडै हिँड्दो रहेछ नि त भनेको के अनि अस्सलाम वालेकुम को हुनुहुन्छ घरमा वालेकुम सलाम होइन घरमा कोही छैन अरू खोइ होइन होला कोही छैन त नि म त एक हप्ता होइन आएको एक हप्ता भयो त छोरो म यहाँ आएको बढी भयो अझ एक हप्ता नि अझ ईद मनाउन भनेर आएको हो कि म यहाँ सुमिना आएन नमस्कार कता हिँड्नु भयो तपाईँ को हो त्यहाँ माथि वालेकुम सलाम ईद मुबारक त्यहाँदेखि माथि पनि छैन अझै त्यो माथि नै गयो हुन्छ नि अझै पाहुना यस्तै आयो नि माथि बसिरह भनेको आऊ तल उता घरमा को छ नि उता जाम न उता नि जानु पर्यो नि फेरि अब यहाँबाट मात्रै फर्किने कुरो भएन उता घर त जानु हाम्रो फुपू घर जानु जाम जाम भन्छ